ओए हाँडी त विदेश पनि गएर आइस अनि पैसा चाहिँ कति कमाइस् नि यार पैसा Hello man, where is the guest house? I am from Videsh. Guest house. माग्ने भने मलाई लुटेर छोडे काठमाडौँमा पैसा दिनु हजुर मलाई घर जानु पर्यो हजुर पैसा मारे नि पैसा त मैले यति धेरै कमाएको छु कि यो तल माथि वर पर सारा गाउँहरू किनेर राजाको जिन्दगी जिउन सक्छु तर म यो गाउँहरू किन्दिनँ मरि गए किन्दिनँ यति धेरै पैसा अनि विदेशमा चाहिँ के काम गर्थिस् नि काम काम त मेरो दामी नै थियो नि केटाहरू टक्क म्यानेजरको काम ठक्क म कम्प्युटर अगाडि बस्थेँ अनि टक 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 कम्प्युटर चलाउँथेँ अनि सर घुम्ने मेच देख्थ्यो मलाई अनि म त्यो सर एक फोनको घुम्याउँथेँ टक्क एउटा केटाहरू सल्ट मान्थ्यो अनि फेरि अर्को फोनको घुम्याउँथेँ अर्को केटाहरू टक्क सल्ट मान्थ्यो ओइ बल्खु तैँले मेरो कुरा सुनिस् होइन र चिनिस् पनि होला मलाई त त्यही भएर हाम्रो गाउँका 2 कौडे डनहरूको पछाडि नलाग भाइ मेरो पछाडि लाग मेरो म यो गाउँमा के गर्छु तिमीहरू हेर्दै जाऊ विद्यार्थी भाइ बहिनीहरू हो म आज रक्सी हाम्रो लागि हानिकारक छ भन्ने कुराको एउटा एक्सपेरिमेन्टल क्लास लिँदैछु भर्खर विदेशबाट आएको हार्डी भाइलाई पनि अतिथिको रूपमा निम्त्याएको छु तिमीहरूको अगाडि ग्लासमा रक्सी राखिदिएको छु एकछिनपछि तिमीहरू आफै पनि जिउँदो किरा राखेर एक्सपेरिमेन्ट गर्न सक्छौ विद्यार्थी भाइ बहिनीहरू हो यो के हो किरा अब यो किरालाई म रक्सी भित्र डुबाउँछु अनि निकाल्छु अनि अरु नतिजा के छ तिमीहरू आफै बुझ्ने छौ अब यो जिउँदो किरालाई म यो रक्सी भित्र डुबाउन गइरहेको छु ध्यानपूर्वक घोरिएर हेर्ने विद्यार्थी भाइ बहिनीहरू हो यो के भो मर्यो यदि रक्सीले किरा मर्छ भने हाम्रो लागि रक्सी फाइदाजनक छ कि छैन मलाई लाग्छ तिमीहरूले कुरा बुझ्यौ हार्डी भाइ तिमीले कुरा बुझ्यौ बुझे सर बुझे मैले चाहिँ एउटै कुरा बुझेँ ल भन त के बुझ्यौ अनि अरूलाई पनि बताइदेऊ रक्सीले किरा मर्दो रहेछ मेरो पेट नै धेरै दिनदेखि दुखिरहेको थियो पक्कै पनि मेरो पेटमा किरा परेको हुनुपर्छ यो रक्सी खायो भने त्यो किरा मर्छ सर त्यसैले मैले चाहिँ रक्सी खाएँ क्या सर हाम्रो पनि पेटमा किरा छ तारुनी नानी पहा एकछिन यो योगीलाई कहाँ त्यत्तिकै छाडेर जान लाग्यो तिमी ए सुन्दरी तिमीले यो योगीको ध्यान भङ्ग गर्यौ त्यसैले खोइ 500 रुपैयाँ झिकाला त हैन भने तिमीलाई योगीको श्राप लाग्छ योगीजी हामीले त पैसै बोकेको छैन के गरौँ त्यसो भए तिम्रो गालामा एक पप्पी देऊ अनि यो योगीको शक्तिले तिम्रो गाला पनि क्लिन अनि चमक हुन्छ सुन्दरी तिमीलाई अप्ठ्यारो लाग्यो त्यसो भए म दाढी खोल्दिन्छु यही मेरै गालामा खाऊ न त खाऊ खाऊ सुन्दरी खाऊ यो योगीले धेरै ध्यान गर्नु छ त्यसैले खाइहाल बरु छिटो खाऊ हरि त फटा
ज्योतिको चड्कनले त्यो त काने उडेछ नि होइन ठिक्क भर त अझ मर्नु पर्थ्यो बाँचेछस् ठग्न आदिस होला गयो तेरो कान्छन् कति ठग्छस् कति कन त मलाई जिन्दगीभर कति दुःख दिस थाहा छ यति रिस उठेको छ सारा जिन्दगीभर तँलाई म गाली गरेर बिताउँछु सुन अब मेरो गालीको सुरुवात यसरी हुन्छ साले हरामी भाते सुँगुर पनि होइन त कुकुर होस् कुकुर नि कहाँ र कुकुरले आएको कालो लेडोस् साले जुङ्गा दाल्दा फेरि ठग्न आएको छ होला होइन कति गाली गर्नु जति गाली गर्यो नि त बुझ्दैनस् क्यारे सुन्ने होइन तैँले बिहे गरेको दिन त तँलाई मारेर तेरो श्रीमतीसम्म हनिमुन मनाउँछ बुझिस् ए हो काले एकैछिन ल हेलो रितु तिमी आज कुन चाहिँ चौरतिर गोठाला जाँदैछौ सुर्के चौरमा ए हो र ल म दिउँसोतिर रोमान्सको लागि त्यति आउँदैछु है त ल छिट्टो आइहाल्छ ल ओके बाई या सुर्के चौर डिङ 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 सुर्के चौर के गर्यौ रितु गर्यौ चुप साला के गर्यौ तेरो गर्लफ्रेन्डले जे दिन्थ्यो मलाई दिइसकिन् मैले जे लिन्थ्यो त्यो लिइसकेँ हामी दुई बीच लेनदेन भइसक्यो आजलाई हाम्रो हिसाब किताब बराबर भइसक्यो पछि फेरि चाहिएको खण्डमा तेरो गर्लफ्रेन्डसँग म लेनदेन गरि नै रहनेछु अहिलेलाई तेरो गर्लफ्रेन्ड लैजा भाइ के गराएको यो सिनो भन्दा नि बढी यो दुर्गन्धको स्रोत चाहिँ के हो फेरि मेरो खरानी कलरको सुगन्धित अन्डरवेयर कता गयो होला मेरो क्युट अन्डरवेयर मेरो डार्लिङ अन्डरवेयर निन्द्राको खानी मेरो सुगन्धित अन्डरवेयर मेरो भाले मर्छ कस्तो गनाछन् के मेरो भाले नमर्छ मार्यो होला
होला नि मेरो भालेलाई कुन रानी मुर्दा होला मेरो भाले मारे त्यसको भस्मै होस् मरेछ रानीको बाले मारेछ मेरो भालेलाई मरेछ त्यसलाई मेरो भाले मार्देर कस्ती हो रितु तिमी कस्ती हौ तिमी माया गर्न बोलाउने अनि तिमी चाहिँ गोबरलाई 1 घन्टा किस गरेर बिताउने अनि म चाहिँ के गर्ने हाँडी आयो मलाई भड्कायो र ओहो आइमाईको चरित्र र पुरुषको भाग्य थाहा हुँदैन भन्थे यो चाहिँ तिमीले ठिक भन्यौ है चुचे चुचे तिमी के भन्न खोज्दैथौ भन त हाँडी रितु र मेरो लागि अलि सिरियस हुँदैछ अबदेखि चाहिँ दायाँ बायाँ नगर ल ए हो र त्यस्तो भने त म तिमीहरूलाई कहाँ डिस्टर्ब गर्छु यार ल ल गरिहानु ल ल रितु बधाई छ तिमीलाई मेरो हातबाट अन्तिम पटक आलु खाऊ ए डाका पर्बिने मेरो भाइलाई मारेर तैँले आफ्नै बारीमा पुरिस हैन अब तेरो आत्मा र शरीर छुट्याएर तँलाई पनि मारेर मेरै आँगनमा पुर्छु बल्कु बल्कु लाखु दादा बाटामै भेट भयो मैले चाहिँ आजकल चाहिँ होइन त्यो भविष्यवाणी सम्बन्धी यसो किताब पढेर यसो भविष्यवाणी सम्बन्धी ज्ञान बढाएको छु मलाई तपाईँको भविष्यवाणी गर्नु मन लाग्यो लाखु दादा गर्छु है लाखु दादा तपाईँको भविष्यवाणी तपाईँ एक दिन चाहिँ टक 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 हातमा चाहिँ वनचरो लिएर त्यो पर्बिने छ नि पर्बिने हो त्यसलाई काट्न जानुभएको हुन्छ क्या अनि पर्बिनेलाई गएर तपाईँले तर लाग्दैन क्या लाखु दादा त्यसले अनि ठ्याक्क तपाईँलाई पेलेर नि लाखु दादा भित्तामा लगाएर डेमा ठोक्काइदिन्छ क्या लाखु दादा अनि तपाईँलाई त त्यो कुचिएको बाल्टीले हानिदिन्छ लाखु दादा अनि तपाईँ त ज्यान बचाउनलाई मर्या स्याल जस्तो बित्तोडले भाग्नुहुन्छ लाखु दादा अनि तपाईँको यो गाउँलेको अगाडि के इज्जत होला लाखु दादा होइन यो लाखु दादाले मलाई यस्तरी गाला झाप्पर्दै किन हाने नि मैले त्यसको भविष्यवाणी मात्रै गरिदिएको थिएँ नि तैँले लाखु दादाको भूतकाललाई भविष्यकालमा परिवर्तन गरिदिइस् त्यही भएर तैँले कुटाइ पाइ यो माया के हो यसले त कस्तो मन घोच्ने गीत पो गायो है केटा ए बोस मैले त घोचेन ए सल्लाहले किन त चौतारीमा यसरी गीत गाउँदै बसेको कहाँ छौ तिमी भित्र किन गरेर बस्या बाहिर निक्ल्यौ तैँले यस्तो सेड गीत किन गाएको विक्रम बोस मैले यो स्याड गीत किन गाएको भने